वेलकम ब्याक टु माई न्यू भिडियो। अब सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। भर्खर चाहिँ म घर बाहिर निक्लेर यतातिर चाहिँ कुलो बनाउन लागेको छु, त्यतै हेर्दै निक्लिँदैछु। बाटामा के देखिन्छन् मेन चिज मैले देखाउँदै जान्छु, तपाईँहरू अन्तिमसम्म जोडिएर हेर्नु होला हैन। अब चाहिँ म देखाउन सुरु गर्छु है। देख्न सक्नुहुन्छ यही हो यहाँ कुलो बन्दै गरेको, त्यहाँ चाहिँ मेसिन छ चलिरहेको छ। म चाहिँ त्योभन्दा पनि पर भन्छु। तपाईँहरूलाई थाहा छ यो कुन चरा हो? देख्न सक्नुहुन्छ मान्दैन देख्न सक्नुहुन्छ भर चाहिँ मैले 10 रुपियाँको हन्टिङ गरेँ चिकु। अब चाहिँ मैले यसलाई फोड्छु, के निक्लिन्छ हेर्नुहोस् है भिडियोमा जोडिएर। मलाई चाहिँ पर्यो यो स्प्रिङ घुमाउने वाला, तपाईँहरूले पनि ट्राई गर्नु होला के पर्छ। यही नै पर्यो। अब चाहिँ म यतातिर जान्छु। गाइस म चाहिँ स्कुल र ट्याङ्की भएको ठाउँमा आएको छु, देख्न सक्नुहुन्छ पछाडि। यहाँ चाहिँ कता के भएर यस्तो रातो भयो त पानी गाइस, तपाईँहरूलाई के थाहा यसको बारेमा? थाहा भने कमेन्टमा भन्नुहोस् है। म चाहिँ यो स्कुलभित्र जान्छु, टङ्की देखाउँछु माथि त जान पाइन्न, तलैबाट देखाउँछु। अब चाहिँ ठ्याक्कै उहाँ गएर भेटौँला। गाइस मकै स्कुलमा आइसकेँ, देख्न सक्नुहुन्छ। टङ्की चाहिँ यता पछाडि है, अर्को हो। म चाहिँ घर शीतल आएर बसेको घाम भयो। यो चाहिँ गाउँतिर हुन्थेन कि यो ह्यान्डपम्प, यता चाहिँ हुने चाहिँ म चाहिँ स्वयं त हिँडेछु। टङ्की चाहिँ लास्ट ठुलो देख्यो, साइडमा हान्ने त्यो टाँस एरिया, त्यहाँबाट चाहिँ पानी मुनि झर्छ है गाइस। अब चाहिँ म घरतिर जान्छु, अहिले साँझतिर फेरि भेटौँला। राँगो हेर्ने हो, राँगो पसिसक्यो है त्यो। ओइ यता लिची फलेको हो र। फाइनली गाइस म चाहिँ आइसकेँ मेन रोडसम्म। मेरो अगाडि चाहिँ मेन रोड छ, जानु सक्नुहुन्छ। दुईवटा बाटो छ है, एउटा यताबाट आउने, एउटा उताबाट जाने छ होइन। यता चाहिँ पिल्लर छ, यहाँ चाहिँ हर्दिया 2 नम्बर लेखेको छ कलेज गरेको होइन। म चाहिँ यहाँ आइसकेँ मेन रोडमा। अब अन्त के देखिन्छ कुनै चिजहरू पनि देखाउँछु होइन, घरको लागि यति नै होइन। चाहिँ 2वटा टोइलेट बन्न लागेको चाहिँ यता प्रतीक्षा लगेको अलि अगाडि। अनि चाहिँ यता चाहिँ धेरै ठाउँबाट काटेर ल्याएको दाउरा चाहिँ यहाँ थुपार्दा है नि, देख्न सक्नुहुन्छ नम्बर सहित लेखेर थुपारेका छन्। यहाँ चाहिँ गौतम बुद्धको मूर्तिले धन्यवाद भनेको छ यी होइन। ट्याक्क भिडियो गराउँदै हिँड्दै होइन गाइस। अब यो रुख चाहिँ यति ठुलो हो, माथिसम्म हो। यता चाहिँ ठुला दाउराहरू यसरी नै टन्नै राखेका छन्, यता थुप्रो उता थुप्रो होइन गाइस। भ्लग चाहिँ गराउनु पर्छ, एक दिन न एक दिन चाहिँ भाइरल भइहाल्छ, बनाउन चाहिँ छोड्नुहुन्न है। सबैमा यही भन्छु होइन गाइस। यता चाहिँ हेर्न सक्नुहुन्छ, यता चाहिँ मकै खाने बेला भइसकेको छ होइन। यता चाहिँ प्रत्येक घरमा एउटा आँप, एक घर एक आँप हो गया। यता चाहिँ लिची नि त्यही हो। अनि म चाहिँ भर्खर चाहिँ अब चाहिँ म घरतिर हिँड्न लागेको छु, हेर्न सक्नुहुन्छ। यता चाहिँ यस्तो छ, यता चाहिँ आँप फलिसक्यो चाहिँ यहाँ आँप चाहिँ देखेँ। अब यहाँ चाहिँ टिप्न पाइँदैन, घरतिर वा लोल हानिन्थ्यो होइन गाइस।
यहाँ पनि छाप टिप्न सकिएन के अब यहाँ पनि दाउरा चाहिँ यस्तो नम्बर लेखेर राखेको छ मलाई चाहिँ बुझेन स्क्वायर गराएर राखेको छ अब के हो त्यो चाहिँ थाहा भएन मलाई हैन गाइज आजको लागि यति नै हैन जानु बेला लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला यस्तै गरेर नि मेरो भ्लगहरू आउँदै गर्छ यस्तरी नै साथ सपोर्ट दिँदै मलाई अगाडि बढ्न दिनु होला हैन गाइज आजको लागि यति नै बाई बाई